जसले ज्ञान बुझाउँछ। पश्चिमतर्फ भनिन्छ सदोधन, जसले सम्पत्तिको प्रतिनिधित्व गर्ने गर्छ। उत्तरतर्फकोलाई भनिन्छ वामन, जसले दम्पति बुझाउँछ। दक्षिणतर्फकोलाई भनिन्छ अघोर, जसले शत्रुनाश बुझाउँछ। र आकाशतर्फकोलाई ईशान भनिन्छ। यो तथ्यको ऐतिहासिक पुष्टि भने छैन, तर यसले पशुपतिनाथको रहस्यलाई झनै बढाउँछ, किनभने धेरै ठाउँमा पञ्चमुखी शिवलिङ्ग पाइँदैन। गर्भगृहको गोप्यता र पुजारीहरूको विशेष अधिकार। पशुपतिनाथको गर्भगृह जहाँ यो पञ्चमुखी शिवलिङ्ग छ, त्यो ठाउँमा केवल 4 जना भट्ट पुजारीहरूले मात्र पस्न पाउँछन् वा पूजा गर्न पाउँछन्। यी पुजारीहरू दक्षिण भारत, खास गरी कर्नाटकबाट छानिन्छन्, किनभने उनीहरू वेद र शास्त्रमा पारङ्गत हुन्छन् र कडा धार्मिक नियमहरू पालना गर्छन्। नेपाली हिन्दूहरू चाहे जति ठुला भक्त किन नहुन्, गर्भगृहमा पस्न सजिलै पाउँदैनन्। भनिन्छ यो लिङ्गको आध्यात्मिक शक्ति यति तीव्र छ कि सामान्य मान्छेले थेक्नै सक्दैन। केही स्थानीय कथाहरूमा त यो पनि भनिन्छ कि गर्भगृहमा प्रवेश गर्न खोजे अपवित्र व्यक्तिलाई अलौकिक शक्तिले रोक्छ वा ठुलो हानि पुर्याउँछ। यो प्रतिबन्धले गर्भगृहमा के हुन्छ र त्यहाँ के छ र कस्ता गोप्य पूजाहरू हुन्छन् भन्ने कुरा रहस्यमय बनाउँछ। पुजारीहरूले पनि गर्भगृहको कुरा बाहिर खुलाउँदैनन्, जसले यो ठाउँको गोप्यतालाई झनै बढाउँछ। पशुपति मन्दिरभित्र कुनै पनि तरिकाले फोटो वा भिडियो खिच्न सख्त मनाइ छ। यदि कुनै फोटो खिचिएको पाइएमा तत्काल त्यहाँका प्रहरीहरूले मोबाइल खोज्ने गर्छन् र यसलाई डिलिट पनि गर्ने गर्छन्। तर केही दिन अगाडि चङ्की पाण्डेले एउटा फोटो सार्वजनिक गरेका थिए, जसमा उनले मन्दिरमा बसेर सेल्फी लिएको फोटो सार्वजनिक भयो। उनले यसरी फोटो कसरी खिच्न पाए भनेर धेरैले प्रश्न उठाएका छन्। तपाईलाई के लाग्छ? अरूले सामान्यतया मोबाइल निकाल्न पनि नसक्ने यो ठाउँमा चङ्की पाण्डेले कसरी फोटो खिच्न पाए? त्यसमाथि उनले सार्वजनिक रूपमा त्यो फोटोलाई पब्लिस पनि गरे। अब कुरा गरौँ पशुपतिनाथको केदारनाथ र अन्य ज्योतिर्लिङ्गसँगको ब्रह्माण्डीय सम्बन्ध। पशुपतिनाथको पञ्चमुखी शिवलिङ्गलाई भारतको केदारनाथ र अन्य पवित्र शिव मन्दिरहरूसँग जोड्ने कथाहरू पनि कम रोचक छैनन्। महाभारत र शिव पुराण अनुसार कुरुक्षेत्र युद्धपछि पाण्डवहरूले आफ्ना पापहरूको प्रायश्चित गर्न शिवको कृपा मागे, तर महादेव उनीहरूसँग रिसाए र गाईको रूपमा लुके। जब पाण्डवहरूले उनलाई समाते, उनको शरीरका विभिन्न भागहरू अलग अलग ठाउँमा प्रकट भए। पशुपतिनाथमा त्यो गाईको टाउको अथवा पञ्चमुखी लिङ्गको रूपमा स्थापित भयो। केदारनाथमा ढाड र अन्य भागहरू रुद्रनाथ, तुङनाथ, मध्यमहेश्वरहरूमा देखा परे। यो कथाले पशुपतिनाथलाई